हेलो यहाँहरू सबैलाई मण्डली परिवार हाम्रो आदरणीय पास्टर उहाँलाई धेरै धन्यवाद दिन्छु। लगायत यहाँ मण्डलीका अन्य वजनहरू लगायत सम्पूर्ण आमा दिदीबहिनी दाजुभाइ बुवाहरू वृद्ध हुनुहुन्छ क्वायर टिम सबैलाई नै म धन्यवाद दिन चाहन्छु। मलाई आजको समय यहाँ समय दिनुभएको छ परमेश्वरको वचन बाँड्नको निम्ति। तपाईँहरूको माझमा फेरि पनि यो दोस्रोचोटि आउने अवसर पाएँ, परमेश्वरलाई म धेरै धन्यवाद दिन्छु। तपाईँहरू सबैले मलाई बुझ्ने अनि परमेश्वरको वचनबाट केही हामी हेर्नेछौँ त्यो समय दिनुभएको लागि धन्यवाद। विशेष गरी म इमाडोलमा बस्छु ललितपुरमा अनि हामी सानो परिवार छौँ। हाम्रो मण्डली पनि सानै छ अनि सानै मन परेर होला यस्तो ठुलोमा धेरैजना हुँदाखेरि अलिकति हामीलाई कस्तो कस्तो लाग्छ है। तर परमेश्वरले यहाँ प्रशस्त आशिष दिनुभएको छ। तपाईँहरू हाम्रो बिचमा यहाँ यस्तो ठाउँमा पनि खचाखच गरी येशू प्रभु जन्मिनु भएको समयलाई म याद आउँछ। खचाखच भयो बेथलेहेम गाउँ होइन, सरायमा थिएन त्यसलाई ठाउँ। यो भन्दै गर्दाखेरि के हो भन्दाखेरि तपाईँहरूलाई मण्डली अझै ठुलो हुन आवश्यक छ, तपाईँहरू अझै वृद्धि हुन आवश्यक छ। म त्यो समयमा आउँदाखेरि यो मण्डलीको चारै दिवारलाई भत्काएर वृद्धि गर्नुपर्छ चारै दिशामा भन्ने एउटा दर्शन लिएर आएको थिएँ। तपाईँहरूको बिचमा कतिजना हुनुहुन्थ्यो? मण्डली बढ्न पर्छ, मण्डली साँगुरिने होइन। मण्डलीमा आउँदाखेरि आराधना गर्दाखेरि हामी खुलेर आराधना गर्न सक्नुपर्छ। जब तपाईँ र मेरो आवाज चाहिँ स्वर्गसम्मै सुनिने गरी हामी उचाल्छौँ नि, जब हामी स्वतन्त्रताका साथ हामी परमेश्वरलाई पुकारा गर्छौँ नि, शक्ति चाहिँ त्यहाँबाट आउँछ। यदि ओकर पर्खाल भत्किँदाखेरि कति जोडले कराएका थियो होला, लेवीहरूले कति साह्रो गरी कराएका थियो होला, पुजारीहरूले कति साह्रो गरी कराएका थियो होला, सबै इस्राएलीहरूको आवाजको शक्तिको कारण परम प्रभुले आश्चर्य कर्म गर्नु। तपाईँ र म अघि म महसुस गर्दै थिएँ, आराधनाको समयमा भन्दा ताली बजाएको समयमा चाहिँ अलिक बढी आउँथ्यो। तपाईँ र मेरो हृदयलाई अझै छुटकाराको आवश्यक छ, अझै परमेश्वरले सुन्ने गरी हामी कराउनु पर्ने आवश्यक छ। आराधना चाहिँ त्यस्तो हो, परमेश्वरलाई सबैभन्दा मनपर्छ है। वचन त हामीसँगै छ, हामीलाई खोज्नु पर्दैन, हाम्रै अगाडि छ, परमेश्वरले दिनुभएको छ। तर आराधना चाहिँ उहाँलाई साह्रै मनपर्छ। तपाईँका हृदयका क्रन्दनहरू, वचन त सुन्ने मात्रै हो, तपाईँले प्रतिक्रिया दिन मिल्दैन। तर आराधनामा चाहिँ तपाईँलाई प्रस्तुत गर्ने हो, तपाईँले सुम्पने हो। परम प्रभुले कसरी तपाईँको जीवनलाई बदलाउमा ल्याउनु भएको छ, के कारणले तपाईँ यहाँ आउनु भएको छ आज मण्डलीमा, त्यो रमाहट र आनन्द उहाँलाई दिने कुरा हो। सर्वाङ्ग रूपमा उहाँलाई सुम्पिने कुरा हो, लम्पसार पर्ने कुराहरू हो। अनि त्यो समय चाहिँ तपाईँ आफ्नै समय होइन, परम प्रभु समय हो। अनि तपाईँहरूले आउने समयमा यो मण्डली पनि वृद्धि हुनेछ, ठुलो हुनेछ। स्वतन्त्रताका पूर्वक ताली बजाउँदै आफ्ना हातहरू उचाल्दै तपाईँले आराधना गर्न पाउनुहुनेछ। यति खचाखच रूपमा बस्दाखेरि त आराधना गर्न पनि गाह्रो है, बस्नै पनि गाह्रो। यहाँ अहिले गर्मी भइराखेको छ, बाहिर शीतल छ, यहाँ भित्र मान्छेको धेरै भिड भएको हुनाले हामीबाट निस्केको ताप सबै कुराले गर्दाखेरि के हुन्छ, असहज हुन्छ। तपाईँहरूलाई परमेश्वरले चाँडै नयाँ भवन दिनुभएको होस्, ठुलो भवन दिनुभएको होस्, स्वतन्त्रताका साथ तपाईँहरू आराधना गर्न सक्नुभएको होस्। म यही नै तपाईँहरूको निम्ति आशिषको कुरा म बोल्न चाहन्छु। अनि परमेश्वरलाई धन्यवाद भएको होस्। हामी यसरी
भेट हुँदै गर्दाखेरि पास्टरज्यूले वचन बोल्नुहोस् न भन्ने कुरा राख्नुभयो अनि मैले उहाँलाई नकार्न सकिनँ। परमेश्वरको वचन हामीले बाँड्दै गरेको कुराहरू सबैभन्दा ठुलो कुरो चेतनाको कुरो। तपाईँ र म मण्डली आज यहाँ किन आएका छौँ? मण्डली यहाँ आउनको कारण के हो? मण्डली यहाँ भेला हुनको कारण के हो? तपाईँलाई थाहा छ? परमेश्वरलाई आराधना गर्नु हो। कसैले भन्नुहुन्छ, कसैले भन्नु होला छुटकारा पाउनु हो, कसैले भन्नु होला म वचन सुनेर भरिएर जान्छु भन्नु होला, कसैले भन्नु होला के भन्नु होला। तर तपाईँ हामी यहाँ आउँदै गर्नको कारण चाहिँ एउटा कारण, प्रमुख कारण चाहिँ तपाईँ र म स्वर्ग जान चाहन्छु, हो कि होइन? मण्डली स्वर्ग जान चाहन्छ। सबै मण्डली स्वर्ग जान चाहन्छन्, परमेश्वरको दुलाहीको रूपमा हुन चाहन्छन् भनेदेखि तपाईँ र म स्वर्ग जानलाई तयारी गर्दै गरेको व्यक्तिहरू। अनि आज मैले केही कुराहरू तपाईँहरूको बिचमा म राख्न चाहन्छु। मेरो चस्मा थियो, त्यो चस्मा म यता आउनुभन्दा अगाडि मेरो भदाईको छोरी नातिनी सानी थिइन् अनि उनीहरूसँग भेटघाटको कार्यक्रम थियो। अनि त्यहाँ हुँदाखेरि उनले एउटा चस्माको एउटा भाग चाहिँ फुस्काइदिन्छन् अनि कता लगिन् थाहा भएन। अर्को चस्मा ल्याएको त्यति स्पष्ट देखिँदैन, योभन्दा अलिक पावर बढी हुने भइहालेछ। त्यसकारण तपाईँहरूलाई म केही पदहरू पढ्न लगाउँछु अनि ती पदहरू तपाईँले तयारीका साथ पढिदिनुहुन्छ भन्ने म आशा गर्दछु है। सबभन्दा पहिला त हामी स्वर्ग जान चाहन्छौँ, स्वर्ग जाने तयारीमा छौँ। मण्डलीको आशा त्यही नै हो। बाँच्दा त तपाईँ हामी बाँचि नै रहन्छौँ है, बाँचेकै छौँ। तपाईँ र म मृत्यु पछिको जीवन, अनन्त जीवन चाहिँ ख्रिस्टसँग रमाड गर्नको निम्ति मण्डलीको प्रमुख उद्देश्य। अनि त्यसैको बारेमा तपाईँलाई म केही कुरो बताउन चाहन्छु। प्रभु येशूलाई किन परमेश्वर भनिकन हामी पुज्छौँ, खोज्छौँ, हाम्रो हृदय दिन्छौँ, सबै कुरा दिएका छौँ भनेको उत्तर चाहिँ के हो भनेदेखि उहाँ मृत्युलाई जितेर पुनरुत्थान हुनुभयो। आमेन। त्यस पछाडि उहाँ स्वर्ग जानुभएको छ। एक दिन उहाँ फेरि तुरैको आवाज सहित ठुलो गर्जनमा उहाँ के गर्नुहुन्छ? यस धरतीमा आउनुहुन्छ। त्यो समयमा ख्रिस्टमा मरेकाहरू पहिले पुनरुत्थान हुनेछन् अनि त्यसपछि जिउँदाहरूको एकै निमेषमा आँखा झिमिक्क गर्दाखेरि रूप परिवर्तन हुन्छ भनेर धर्मशास्त्रले हामीलाई सिकाउँदछ। तपाईँ र मेरो चाहना नै त्यही रूप परिवर्तन हो, त्यही पुनरुत्थान हो। अनि त्यो पुनरुत्थानको लागि चाहिँ परमेश्वरको के योजना छ, कसरी गर्नुहुन्छ, कसलाई गर्नुहुन्छ भन्ने बारेमा केही कुराहरू हामी बुझौँ अनि तपाईँ हामी सचेत रहन धेरै आवश्यकता छ। तपाईँहरूले फिलिपीको पुस्तक, यो चस्माले अलिक हुने भयो, 3 अध्यायको 10 र 11 पद पढिदिनुहोस् त एकजनाले। यहाँ पुनरुत्थानको इच्छा राखिएको छ। सबै विश्वासीको, सबै उहाँका धर्मी जनहरूको उद्देश्य चाहिँ के हो? पुनरुत्थान हुने। पुनरुत्थान भएर ख्रिस्ट आउँदाखेरि हामी सुति गएका छौँ भने भोलि उठ्ने अनि जीवितै छौँ भने ख्रिस्ट आउँदाखेरि हाम्रो शरीर चाहिँ यो मासु र हड्डीको शरीर होइन, हामी चाहिँ महिमित शरीरमा बदली जानुपर्ने हुन्छ। त्यो दुईटा कारणले हामी आज
मण्डली आशा गरिरहेका छन्। सक्दो भरसक हुन्छ भने म उहाँसँग पुनरुत्थान हुन सकौँ। सम्भव भए भनेको छ है। तपाईँ हामी सधैँ सचेत रहनुपर्ने कारण यही हो। तपाईँ हामी ख्रिस्ट आउँदाखेरि 10 कन्याको दृष्टान्तलाई हामी बुझ्नुपर्छ सधैँ। अर्थात् आँखाको एक निमेषमा उहाँलाई मन परेको छैन, उहाँलाई मनपर्दो जीवन हाम्रो छैन भनेदेखि तपाईँ हामी होसियार रहिराख्नुपर्छ। सधैँभरि परमप्रभुको आज्ञा, परमप्रभुको आदेश, परमप्रभुको बाटो हामीले कहिले पनि भुल्न हुँदैन है। सकभर सक्दो चाहिँ म पनि पुनरुत्थान हौँ भनेरै हामीले प्रत्येकले लाग्नुपर्दछ। म पनि बौरी उठ्नुपर्छ, सुति गएको भए म पनि मेरो शरीर परिवर्तन हुनुपर्छ। त्यही नै आज मण्डलीको उद्देश्य हो। सबैभन्दा ठुलो कुरो उद्देश्य चाहिँ है। अनि त्यो भयो भने चाहिँ हामी ख्रिस्टसँग सँगसँगै राज्य गर्नेछौँ। 21 पदलाई पनि पढिदिनुहोस् यसैको। उहाँले नै हाम्रा हीन शरीर भनेको यो शरीर स्वर्गमा जान, परमेश्वरको उपस्थितिमा जान योग्यको छैन। मोसालाई उहाँले के भन्नुभयो? म अब आउँदैछु, तर तैँले मेरो मुहार देख्न सक्दैनस्। मुहार देखिस् भने त मरिहाल्छस्। परमेश्वरलाई यो शरीरले देख्न असम्भव छ। देखे त मरिजान्छ हैन। अनि मोसाले पनि पश्चिमतिरबाट मात्रै परमप्रभुलाई हेरे। यो हीन शरीर हो, यो योग्य छैन परमेश्वरको निम्ति। यो पाप, लालच, ईर्ष्या, डाह, क्रोध, घमण्ड सबै कुराले भरिएको शरीर हो। पहिलो कुरो त आदमले गरेको पाप यो शरीरमा छ। त्यसै कारण हामी परमेश्वरलाई देख्नको निम्ति योग्यका छैनौँ। तपाईँ म आज कति रुनुपर्छ, कति हामीहरूले पश्चाताप हृदय लिएर परमेश्वरको सामु हामी जानुपर्छ। तर पनि हामी हीन शरीर बोकेका छौँ, योग्य शरीर बोकेका छैनौँ। त्यो भएको हुनाले तपाईँ र म आज मण्डली तयार सचेत हुन आवश्यक छ। 24 घण्टा, 1 घण्टा मात्रै होइन तपाईँको पवित्रता, धार्मिकता 1 निमेष मात्रै होइन, सधैँभरि नै तपाईँ र म मेरो प्रभु कता कता आउनुहुन्छ। मेरो प्रभुले मलाई के भन्नुहुन्छ, मेरो हृदयमा के भन्नुहुन्छ, मेरो दिमागले के सोच्दैछ, म कता जानुपर्ने हो, मैले के गर्नुपर्ने हो, मैले कस्तो शब्दहरू बोल्नुपर्ने हो, मैले कसरी प्रेम गर्नुपर्ने हो छिमेकीलाई। परमेश्वरले आज्ञा दिनुभएको छ नि, तेरो सारा हृदयले परमेश्वरलाई महिमा दे, तेरो छिमेकीलाई आफूले जस्तै प्रेम गर है। अहिले त्यो गर्ने समय छ। सबैले गर्नुहुन्छ, गरौँ न। रिस उठ्यो भने गाली र श्राप पहिलाको छँदैछ हैन। रिस उठ्यो भने तपाईँलाई मन नपरेको कुरा आयो भनेदेखि तपाईँ हामी यति ठुलो मान्छे भन्छौँ नि संसारमा, परमेश्वर भन्दा मै ठुलो होला भनेर भनिन्छ। मन पर्दाखेरि 32 दन्त देखाइन्छ, 32वटै दाँत खुलेर कुरा गरिन्छ। तर तपाईँ र मेरो निम्ति कस्तो छौँ, प्रभु यीशु तपाईँ र मेरो निम्ति बलिदान हुनुभएको छ। तपाईँ र मेरो हीन शरीरलाई बदल्नको निम्ति नम्रतामा जाउँ। मोसा संसारका सबैभन्दा नम्र व्यक्ति थिए। परमप्रभु त्यसै कारण उहाँसँग बोल्नुहुन्थ्यो। उहाँद्वारा थुप्रै आश्चर्य कर्महरू गर्नुभयो। आज तपाईँ नम्र बन्नुभयो, म नम्र भएँ, मण्डली नम्र भयो भने तपाईँले मेरो बिचमा आश्चर्य कर्म हुन्छ। उहाँको आगमन हुँदाखेरि तपाईँ र म या त भयभीत शरीरमा बदलिन्छौँ, सुति गएको भए पनि हाम्रो पुनरुत्थान हुनेछ है। यो कुरोलाई हामीले मध्यनजर राख्नै पर्छ।
1 कोरिन्थी 15 को 12 देखि तलतिर हेर्ने भने त्यहाँ विविध कुरा लेखेका छन् पावलले पुनरुत्थानको बारेमा। तिमी हामीमा आशै छैन भनेदेखि त खाऊ पिऊ मौज मस्ती गरौँ, आनन्द गरौँ, मरेपछि त सिद्धि गयो डुमै राजा भन्छ नि, एउटा भन्ने चलन छ। मरेपछि कस्तो देखेको छ त्यो कुरोमा पावल सहमत हुँदैन। पावलले भन्छन् अझै हामीले कोसिस गर्नुपर्छ, अझै हामी अगाडि बढ्नुपर्छ, सिद्धतातर्फ अगाडि बढ्नुपर्छ। 1 कोरिन्थी 15 अध्याय उहाँहरूले पढ्नु भयो होला। 15 अध्यायमा 12 पददेखि तलतिर यहाँ पुनरुत्थानको विषयमा लेखेको छ। धेरै व्यवस्थाका गुरुहरू, फरिसीहरू, सदुकीहरू पुनरुत्थान हुँदैन, यही जीवनमा हो आधार लिने, यही जीवनमा हो सबै कुरा सुविलास गर्ने भनेर उनीहरू भन्थे। तर यहाँ पावल पनि फरिसी नै थिए। जब परमप्रभुले उहाँलाई पवित्र आत्माले भर्नुभयो नि, उनले नयाँ कुराहरू देखे। परमेश्वरमा पुनरुत्थान छ अनि पुनरुत्थान हुन्छ, मण्डली पुनरुत्थान हुनेछ, मण्डली महिमित शरीरमा परिवर्तन हुनेछ भन्ने कुराहरू उनले देखे। उनले भन्छन् यहाँ म हरेक दिन मर्ने गर्छु। तपाईहरुलाई म भन्न चाहन्छु, पावलले यो लेखे नि धर्मशास्त्रमा, लेख्दाखेरि म पनि मरेको मान्छे, मरेर पुनरुत्थान भएको मान्छे। मलाई मेरो चिहान थाहा छ, मलाई मेरो ढाक्दै गरेको अवस्था थाहा छ। म झलझल्ती देखिराखेको छु, म पुनरुत्थान भएको मान्छे। यसको अर्थ थुप्रै छ। तपाईले जीवनमा पूर्ण समर्पण गरेको दिन चाहिँ तपाई मर्नु भएको हुन्छ। म अब संसारिक कुराबाट, पुराना कुराहरूबाट अब म मरे, प्रभु येशूमा म नयाँ जीवन जिएको छु। एकचोटि तो अर्कोचोटि, हरेक दिन तपाईको जीवनमा नयाँ लालसाहरू आउँछ, नयाँ चाहनाहरू आउँछ, नयाँ योजनाहरू बनाउनुहुन्छ। ती योजनाहरू अघि भजन सङ्ग्रहको पुस्तक पढ्दै दिने परमेश्वरले फलफल बनाए। तपाईहरुको योजना केही पनि म र तपाई आज लम्पसार गरेर प्रभुमा समर्पण गर्ने, प्रभुले जे दिनुहुन्छ त्यसलाई उपभोग गर्ने, जसरी बचाउनुहुन्छ प्रभुमा त्यही जीवन आनन्दका साथ उहाँलाई महिमा दिँदै जिउने। तपाईँ र मैले खोजेर, तपाईँ र मेरो योजनामा प्रभुले काम गर्नुहुन्छ। उहाँको योजनामा आज मण्डलीलाई चलाउनुहुन्छ, आशिष दिनुहुन्छ है। यहाँ पावलले धेरै कुराहरू लेख्नु भएको छ। म मर्ने गर्दछु, मैले अघि भन्दै थिएँ, मेरो चिहान मैले देखेको छु, एकदमै टल्किने टल्कने ढुङ्गाले मलाई छोप्दै गरेको मैले देखेको छु। तर कहिले भन्नु न, कहिले भन्नु त? सपनामा के झुटा कुरा बोल्नु हुँदैन नि त। सपनामा मैले मेरो चिहान देखेको छु। म त्यो चिहानबाट पुनरुत्थान भएको छु। आज यहाँ तपाईहरुको बीचमा छु है। मैले सपनामा देखेँ, मेरा प्रभुले मलाई त्यो चिहानमा पुर्याउनु। यति टल्कने ढुङ्गा, यति टल्कने ढुङ्गा थियो नि, त्यो ढुङ्गाले छोप्दैछ,
ओहो म त मरेको मान्छे रहेछु भन्दो रहेछु, छोप्दै छ यहाँसम्म छोपो, माथि माथि ल्याए, माथि 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 अनुहार छोप्ने बेलामा चाहिँ बिट अलिक बढी निकालिदिनु पर्छ है भनेर भन्दै नि म झुटो कुरा बोल्न आउँदैन। अनि मैले प्रभुलाई बिउजेर परमेश्वरलाई धन्यवाद दिएँ। प्रभु यो के देखाउँदै हुनुहुन्छ? म जिउँदो मान्छे छु, तर म चिहानबाट उठेको छु। मैले मेरो श्रीमतीसँग बाँडेँ। त्यहाँबाट श्रीमती एउटा कार्यक्रम थियो, श्रीमती कहीँ तपाईँ के भन्दै हुनुहुन्छ भनेर भने मान्छे देखेँ त्यही भन्दैछु नि, मैले झुटो कुरा गरेको छुइनँ भनेर भने। अनि त्यहाँबाट उनले त्यो कार्यक्रममा जाँदाखेरि ठमेलमा कार्यक्रम थियो, अनि त्यहाँ जाँदाखेरि त्यहाँ वचन बोल्नु भएछ पुनरुत्थानको विषयमा। अनि पुनरुत्थान भएको व्यक्तिले आज तपाईँहरू सबै पुनरुत्थान हुनुभएको हो। बत्तिस्मामा गाडिएर यसोसँगै तपाईँ उठ्नु भएको छ भने म मात्रै होइन, मैले त सपनामा देखेँ तपाईँ हामी सबै पुनरुत्थान भएका मान्छे हौँ। आमेन। तपाईँ र म दोस्रो आगमनलाई प्रतीक्षा गरिरहेका मान्छे हौँ। उनले भनिन् आज त्यही विषयमा आज वचन आएको थियो, तपाईँ होसियार हुनुहोस्। बोल्दा चल्दा हिँड्दा डुल्दा तपाईँ पुनरुत्थान भएको मान्छे जस्तै गरी हिँड्नु भएन र येशूको उपस्थितिमा हिँड्नु भएन र येशूको साथ रहनु भएन भनेदेखि तपाईँको जीवनमा कष्टहरू आउँछ। उनले भने म अझै होसियार छु प्रभु। मैले भने मेरो जीवनबाट मैले अब सबै शारीरिक कुराहरू, म धेरै रिसाउने मान्छे हो, मलाई रिस उठ्दो। जब परमेश्वरको भवनमा मानिसहरूले टेर्दैनन्, जब परमेश्वरको आज्ञा पालन गर्दैनन्, धेरै रिस उठ्दो। अब म रिसाउनु छोड्छु है। अब मैले गर्ने गल्तीहरू म सबै तपाईँको क्रुसको फेदीमा भिसाइदिन्छु। म पुनरुत्थान भएको मान्छे हो, म असल कुरा गर्छु, शरीरका कुराहरू अब म छोडिदिन्छु। म दिन प्रतिदिन पावलले भने जस्तै हरेक दिन म मर्न पर्छ। मेरो शरीरबाट, मेरो हृदयबाट, मेरो जीवनबाट परम प्रभुको महिमा होस् भनिकन म समर्पण गर्न चाहन्छु। आज मण्डली तपाईँहरूले पनि हृदय बदल्नु पर्ने अवस्था छ। प्रभुको प्रतीक्षा गर्न सजिलो छैन। जवानहरूले विशेष गरिकन धेरै कठिन छ। व्यभिचार संसारभरि नै फैलिएको छ। आँखाका अभिलाषाहरू, जीवनका सेखीहरू तपाईँहरूमा तागत पूर्ण रूपमा छ। तपाईँहरू शक्तिशाली हुनुहुन्छ। एकजनाले 10 जनालाई म फाड्छु भन्ने सोच छ तपाईँको। म जति बलियो कोही छैन, म एकछिन त उड्न पनि सक्छु भनेर भन्नुहुन्छ। म पनि त्यही भन्थेँ। म पहिला सेनामा हुँदाखेरि मेरो शक्ति यति हुन्थ्यो, यति प्रबल हुन्थ्यो। मान्छे यस्तो मान्छेलाई के हिर्काइराख्नु, पिटिराख्नु भने जस्तो लाग्थ्यो है। तर तपाईँ र मेरो शक्ति घट्छ, एक दिन वृद्ध भइन्छ। म विदेशमा छँदाखेरि मैले काम गर्दाखेरि एकजनाको काम त म त आधी दिनमै गरिसक्थेँ, डबल तलब पाउँथेँ है। त्यति शक्ति मलाई परमेश्वरले दिनुहुन्थ्यो। मान्छेहरू टाढाबाट आउँथे हेर्नको निम्ति। यो मान्छे हो कि के हो भनेर भन्थे। मान्छे हो कि भूत आएको छ अरे, यहाँ न्युजिल्यान्डमा भन्थे। 18 वर्ष अगाडि म त्यहाँ पुग्दाखेरि मलाई सिकाउने मान्छेले जति नै म काम गर्थेँ। परमेश्वरले चुन्नु भएको मान्छे चाहिँ नि सिद्धिमिति हुँदैन। तपाईँ एउटा मान्छे जति नै काम गर्नुहुन्छ भने त तपाईँ परमेश्वरको शक्ति खोइ त। एउटा मान्छेले जति त जम्मैले गर्छ नि त, होइन? तपाईँले दुईटाले जति गर्न थाल्नुभयो भने तपाईँमा परमेश्वरको शक्ति आयो। अब यो मान्छेदेखि होसियार हुनुपर्छ। यो मान्छे चाहिँ डरलाग्दो मान्छे छ। अनि मान्छेले अचम्म मान्छ,
के कारणले तपाईँ यस्तो हुनुभयो भनेर सोध्छन्। परमप्रभुको शक्ति उनीहरूले देख्दैनन्। त्यो भएको हुनाले तपाईँ हामी मण्डली आज तपाईँ र मेरो शक्ति छ भने नि परमेश्वरको खातिर चाहिँ प्रयोग गर्नलाई हामीलाई परमेश्वरले त्यो उद्देश्य राख्नु भएको छ। तपाईँ ईर्ष्या, डाह, घमण्ड, विभिन्न किसिमको लालसा र जवानहरूको लागि मैले भन्दै थिएँ अघि, अहिले डरलाग्दो आँधी उडी आएको छ। म 18 वर्ष अगाडि त्यहाँ पुग्दाखेरि, न्युजिल्यान्डमा पुग्दाखेरि मैले अचम्मको कुराहरू सुने। के होला त भनेको अहिले नेपालभित्रै छिरिसक्यो है। तपाईँहरूलाई थाहा छ, समाजलाई भाँड्ने भनेको चाहिँ अहिले बिगी भइरहेछ। समलिङ्गीहरू, पुरुषगामीहरू, व्यभिचारका कुराहरू। म त्यहाँ पुग्छु, यसो हेर्छु, मान्छे सधैँ छ, मान्छे छ। त्यसो भन्दाखेरि नेपालमा त मलाई थाहै थियो है। म 2000 मा त्यहाँ पुग्दाखेरि, सन् 2000 मा पुग्दाखेरि त्यहाँ त्यसको बिरबिरी थियो। नेपालमा त छिर्दैन होला प्रभु भनेर भनेको अहिले नेपालमा चोकचोकमा। अहिले काठमाडौँको पास्टरहरूलाई के व्यस्त छ तपाईँलाई थाहा छ? अब यसलाई के गरी हटाउने? यो मण्डलीमा आइपुग्यो भने अब छोरा मान्छेहरू बिहे गर्न चाह्यो भने पास्टरज्यूले बिहे दिनुहुन्छ। यस्तै वर्कसपहरू मात्रै भयो। छोरी मान्छेहरू बिहे गर्न चाह्यो भने पास्टरज्यूले बिहे दिनुहुन्छ हुन्न। अमेरिकाको कतिपय नियमहरूले पारित गरिदियो। अझै द्वन्द्व छ। क्रिस्चियनहरूले यसलाई गर्नुहुन्न भन्ने कुराहरू छ, अन्य जातिहरूले पारित गरिसक्छ। हवाई भन्ने ठाउँबाट यो कानुनी रूपमा अगाडि आइसक्यो। अहिले हिजो अस्ति म यसो हेर्दै थिएँ सामाजिक सञ्जालमा, अमेरिकाको गोरा मान्छे आएर यहाँ नेपालको गाउँ गोरासँग विवाह गरेको। यस्ता किसिमका विकृतिहरू आइरहेका छन्। जवानीहरू होसियार, मण्डली आज होसियार। तपाईँ र म वर्कसप गरेर होइन, परमेश्वरमा घुँडा टेकेर हामीले हाम्रा मानिसहरू, हाम्रो जिम्मेवारीलाई बन्द गर्नुपर्छ, जोगाउनुपर्छ। 20-25 वर्ष अगाडि देखेका कुरा अहिले नेपालमा भित्रिँदै छ। विकृतिहरू, विसङ्गतिहरू। तपाईँ र म होसियार रहनुपर्ने समय आएको छ। हिजो अस्ति म बेथेल चर्चमा त्यहाँ कार्यक्रम गर्दै थिएँ। अनि म चाहिँ यहाँ वचन मात्रै बाँड्नभन्दा पनि तपाईँहरूलाई एउटा स्कुलको कार्यक्रम लिएर आएको छु। त्यो चाहिँ महान आज्ञाको पाठशाला भन्ने, त्यो भरे हामी एकछिन छलफल गर्नेछौँ। त्यहाँ पास्टरज्यूसँग यसरी बसेर कुरा गर्दाखेरि उहाँले भन्नुहुन्थ्यो, एउटा पास्टर भएपछि चाहिँ हस्पिटल पनि थाहा हुनुपर्छ, कानुनी परामर्शदाता पनि थाहा हुनुपर्छ, स्कुलहरू थाहा हुनुपर्छ, हरेक कुराको ज्ञान हुनुपर्छ। किनभने विश्वासीहरू जब त्यो समस्यामा पर्छन् अनि त्यो समस्याको समाधान गर्न चाहिँ पास्टरकै जिम्मेवारी हुन्छ भन्दै हुनुहुन्थ्यो। तपाईँ र म सचेत भएनौँ, होसियार भएनौँ भने एक्कासी त्यो घटना आयो भनेदेखि तपाईँ र मैले कसरी समाधान गर्न सक्छौँ? त्यो भएको हुनाले हाम्रो सम्पर्क समन्वय हुनुपर्छ भन्ने कुराहरू चाहिँ हामी गर्दछौँ। समय धेरै गइसकेको छ। प्रकाशको पुस्तक 20 अध्यायको 4 देखि 6 पदसम्म तपाईँले पढिदिनुहोस् त। परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखेँ। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीष्टसँग 1000 वर्षसम्म राज्य गरे। अरू मरेकाहरू चाहिँ ती 1000 वर्ष नबितिन्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। पहिलो पुनरुत्थान सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्ट पुजारी भएर उहाँसँग 1000
वर्षसम्म राज्य गर्नेछन्। आमेन। आमेन। तपाईँ र म त्यो 1000 वर्ष शासनमा पुनरुत्थान भएर त्यहाँ सँगसँगै हामी 1000 वर्ष चाहिँ त्यहाँ विवाहको भोजमा उपस्थित हुने तपाईँ र मेरो उद्देश्य हुनुपर्छ। त्यसले चाहिँ दोस्रो मृत्यु भनेको अनन्तको दण्डमा अग्निकुण्डमा हामी जान पर्दैन। पहिलो पुनरुत्थान हुनेहरू धन्यका हुन्, तिनीहरूले परमेश्वरसँगै राज्य गर्नेछन्। तपाईँ र म आज त्यही पहिलो पुनरुत्थानलाई पर्खिराखेका छौँ। तपाईँ र म मण्डलीहरू होसियार हुनुपर्छ। हरेक किसिमका शारीरिक कुराहरू आउँदैछन् भनेदेखि तपाईँ र म हरेक दिन मर्न पर्दछ। पश्चाताप गर्नुपर्छ, प्रभु यो तपाईँबाट हो या संसारबाट हो, दुष्टबाट हो, यो छुट्याउने ज्ञान मलाई दिनुहोस्। मैले सही बाटो चुन्न सकौँ, म सही बाटोमा हिँड्न सकौँ, म तपाईँसँग रहन सकौँ अनन्तसम्म। यो प्रण तपाईँले गर्नुभयो भने नि मण्डली हामी सबै पहिलो पुनरुत्थान हुनेछौँ। हामी बौरी उठ्नेछौँ र हाम्रो जीवन सधैँ परमबाउको महिमाको निम्ति हामी हुनेछौँ। कलासीको 3 को त्यहाँ केही पदहरू पढ्दै जाँदाखेरि त्यहाँ थुप्रै कुराहरू छन्। 3 को 2 माथिका कुराहरूमा मन लगाउने। पृथ्वीमा त छ, सुन्दरता छ, तपाईहरु कतिको चलाउनुहुन्छ, टिकटक पनि चलाउनु होला, डाँडा पाखा हुँदो जानु होला, तपाईको प्रदर्शन गर्नु होला, तपाईको राम्रोपन सुन्दरपन धेरैले लाइक गर्दिउन् अनि म पैसा कमाऊ, धेरैले मन पराइदिउन्, तपाईको आफ्नो कुराहरू होला। तर होशियार मण्डली, आज तपाई आफ्नो मुहार कसलाई देखाउन चाहनुहुन्छ? संसारका मानिसलाई या परमेश्वरलाई? तपाई सुन्दरी हुनुहुन्छ, राम्रो कुरो असल कुरो तपाईलाई परमेश्वरले मन पराएको चाहिँ सबैभन्दा उत्तम। तपाईले मन पराउनु भएको पाउनु होला। तपाई रुनु भयो, सही तरिकाले माग्नु भयो भने तपाईले असल दुल्हा पनि पाउनु होला। ह्यान्डसम छोरा मानिसले असल दुलही पनि पाउलिन्। सबै कुराहरू असल होला, तर तपाईँ र मेरो फोकस, तपाईँ र मेरो दृष्टि, तपाईँ र मेरो नजर आज परमेश्वरमा केन्द्रित छैन भनेदेखि ती सबै पताभङ्ग हुन्छ है। सुन्दरता चाहिँ भ्रम हो है, भ्रम मात्रै हो। एकछिन रहन्छ, एकैछिनमा त्यो उडेर गइहाल्छ। तपाईँ र मेरो सबैको चाउरी पर्ने दिन आउँछन्, कुफरी हुने दिन आउँछन् अनि तपाईँ र म एक दिन चिहानभित्र जानै पर्छ। तपाईँ र मेरो भाग हो, सबैको भाग हो। सुन्दरतामा घमण्ड नगर। सुन्दरता कसैले देखाएर तपाईँ प्रतिष्ठित भयो भने त्यो तपाईँको भ्रम मात्रै हो। परमेश्वरमा सुन्दर रहनुहोस्। तपाईँको चेहरामा ज्योति छरिदिनु हुने चाहिँ परम प्रभु हुनुहुन्छ। आमेन। तपाईँ यति हँसिलो हुनुहुन्छ, यति खुसी हुनुहुन्छ, ताकि तपाईँ समूहमा जाँदै गर्दा पुग्दै गर्दा त्यो समूह नै त्यो ज्योतिले भरिन्छ। त्यो बनाउने चाहिँ को हो? परमेश्वर हो। आज मण्डलीलाई सुन्दरता बनाउने परम प्रभुको हातमा तपाईँ हामीले सुम्पिदिनु पर्दछ। तपाईँ र मलाई परमेश्वरले धेरै कुराहरू दिनुभएको छ आज। अनि यी कुराहरूमा तपाईँ हामी खुसी साथ रमायौँ भने, आनन्दित भयो भने यो मण्डलीमा सधैँभरि आशिष हुनेछ। अनि यो मण्डलीले जुन आशा र उद्देश्यका साथ तपाईँहरूलाई डोराउँदै हुनुहुन्छ, पास्टर बाबुदेखि लिएर सबै हामी आशिषित बन्नेछौँ। आजको यो वचन म यही नै राख्न चाहन्छु। तपाईँहरू सबैलाई कस्तो लाग्यो प्रतिक्रिया दिने समय हुँदैन। वचन बुझिदिनुहोस्, लिइदिनुहोस् र हाम्रो जीवनमा हामीले गर्दै गरेको सेवकाईमा प्रशस्त रूपमा तपाईँहरूले प्रार्थना गरिदिनुहोस्।
म जब रित्तिन्छु, काठमाडौँ उपत्यकामा गएपछि रित्तो हुन्छु अनि म यता पश्चिमतिर आएर डाँडा हुँदो म जान्छु अनि परमेश्वरको सृष्टिलाई हेर्छु, तपाईँहरूलाई हेर्छु, म धेरै भरिन्छु, म आनन्दले गर्व गर्छु। अनि परमेश्वरले चाहिँ हामीलाई, प्रभु येशूले पनि त्यही सिकाउनु भयो, मोसाले पनि त्यही सिकाए। जब उनी रित्तिन्थे मानिसहरूको बिचमा कचाङ 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 सहनु पर्थ्यो अनि मोसा कहाँ जान्थे? परमेश्वरलाई भेट्न सिनाई पर्वतमा जान्थे। येशू प्रभुले त्यही कुरा सिकाउनु भयो। जब मानिसहरूको भिडमा खराबी जम्मै कुराले रित्तिनुहुन्थ्यो अनि उहाँ गेत्सेमनीको डाँडामा जानुहुन्थ्यो, प्रार्थना गर्नुहुन्थ्यो। अनि मलाई पनि परमेश्वरले त्यही प्रेरणा दिनुभयो, यदि त रित्तिन्छस् भने जान, प्युठानतिर जा, रोल्पाको लिगाङतिर जा, मुगुको मुगुको के अरे उसको सदरमुकाम गम्बडीतिर जा भन्नुहुन्छ। धेरै ठाउँमा परमेश्वरले मलाई भर्नको निम्ति पठाउनुहुन्छ। जब त यात्रा गर्छस् र हिँड्छस्, परमेश्वरको वचन लिएर हिँड्छस्, त आशिषले भरिएर फेर्छस्, तेरो आयु लामो बनाइदिन्छु भन्नुहुन्छ है परमेश्वरले। अनि परमेश्वर असल हुनुहुन्छ। म भर्खर 55 वर्ष मात्रै पुगेको छु। प्रार्थना गरिदिनुहोस्, अझै मेरो यात्रा गर्ने, अझै मेरो सेवा गर्ने इच्छाहरू थुप्रै छन्। अनि म भर्खर पढ्दैछु। अब पाटन कलेजबाट ब्याचलर चाहिँ सिद्ध्याएँ दुःख सुख गर्दै। अब मास्टर डिग्री पनि आउने वर्ष चाहिँ पढ्छु, यो वर्ष चाहिँ प्रार्थना गर्छु भन्दैछु। अनि मेरा नाति नातिनाहरूसँग म पढ्छु है। छोरीसँग म पिएचडी गर्ने मेरो इच्छा ठुलो छ। मेरो छोरीले अहिले एसी दिएर बसेकी छिन्। छोरी सँगसँगै छोरीलाई पनि पर्खिन्छु अनि पिएचडी गरेर छोड्छु कि भन्ने मेरो इच्छा छ। तपाईँहरू कोही पढ्नमा एकदमै दुःख लाग्दैछ, मैले छोडी पठाएँ थुप्रै वर्ष भनेर सोच्दै हुनुहुन्छ भने नि, तपाईँहरूलाई प्रेरणा बनोस्। म एउटा उत्साहको पुत्र पनि हो। मेरो छिमेकीहरू छक्क पर्छन्, अनि तपाईँ के गर्नु यो उमेरमा, कता जागिर खानलाई हो कि के गर्न? होइन, म मेरो छोरीको प्रेरणाको निम्ति पढ्छु। मेरो बाउले त पढ्दैछ भनेदेखि मैले नपढ्ने त भन्ने उसको जीवनमा होस्। बर्नबासलाई प्रेरणाको पुत्र भनिन्छ नि, म पनि प्रेरणाको पुत्र भन्न सक्छु। अनि तपाईँहरू कोही निराश हुँदै हुनुहुन्छ भनेदेखि नि, जवानीहरू तपाईँले भरिहाल्नुहोस्। यो 50-55 वर्षको बुढो मान्छे त अझै उसको हड्डी ठोक्दै जाँदै रहेछ भनेदेखि म त अझै मासु भएको मान्छे छु नि भनेर तपाईँ जोसिलो हुनुहोस्, पढ्नुहोस्। छोड्नु भएको छ भने तपाईँको उमेर गएको छैन। तपाईँको उमेर किन जाँदैन भने परमेश्वरले तपाईँलाई नयाँ नयाँ बनाउनुहुन्छ। म 98मा सिङ्गापुरमा म पढ्दै थिएँ, मास्टर पढ्दै थिएँ, मिसियोलोजीमा मास्टर गर्न गएको थिएँ। एउटा साथीले भन्थ्यो, त किन भर्खरै छस् भनेर भन्दाखेरि उसले भन्थ्यो, परमेश्वरले मलाई सधैँ नयाँ बनाउनुहुन्छ अनि म भर्खरको छु भनेर भन्थ्यो। अनि एउटा साथीलाई सोधेको, तिमी कति वर्ष कि भयो भनेर मिनिस्कट लाएर आउँथ्यो, यसरी गरेर आउँथ्यो, कति वर्ष कि भयो भनेको, तँलाई किन भन्नु पऱ्यो भनेर भन्यो, तिमी त भर्खर कि छौ त भनेर भनेको। उसले के भनिन् भनेदेखि म 55 वर्ष पुगेँ भन्थ्यो क्या। 55 वर्षमा उसले मिसियोलोजीमा मास्टर गर्दै थियो। म अहिले 55 वर्षमा अब म मास्टर डिग्री पढ्नेवाला छु। तपाईँहरूलाई हौसला दिन चाहन्छु, यो बुढो मान्छेले त्यसरी गर्दैछ भने म किन नगर्ने? आमा दिदी बहिनीहरू धेरैले, मेरो छिमेकी छिन्, अहिले चाहिँ अलिक बिरामी भएकी छिन्, छोरी भयो, सबै कुरा भयो। उनले त आमाहरूको स्कुल हुँदो रहेछ नि एउटा, त्यो स्कुलबाट पढ्दै एसएलसी गरिन्, आइए पढिन्, बिए पढिन्। अहिले हिजो अस्ति हेरेको अलिकति के भएछ अनि अपरेसन गरेर अलिक दुब्ली भएकी रहेछ। मेरो घरसँगै जोडिएको छ है। तपाईँहरूको समय बितेको छैन, कोसिस गर्नु पर्यो। मण्डली अब जागरुक हुनुपर्छ। परमेश्वरलाई चिन्नको निम्ति उहाँको वचन पढ्न सक्ने हुनु पर्यो, बुझ्न सक्ने हुनु पर्यो अनि जान सक्ने हुनु पर्यो। परमेश्वरले सधैँ हामीलाई पठाउनुहुन्छ, जाऊ छिमेकीलाई प्रेम गर, सुसमाचार प्रचार गर, ल्याऊ मण्डलीमा, खचाखचोस्। अझै पास्टरले थप्दै जानुहुन्छ, बिल्डिङ बढाउँदै जानुहुन्छ। अगुवाहरूले के को कमी छ तिमीहरूलाई? मान्छे चाहिँ ल्याउनु। प्रभुले कहिले पनि पुगो अब नल्याऊ भन्नुहुन्न। त्यो भएको हुनाले तपाईँ हामी सधैँभरि
जागरुक रहौँ। परमेश्वरले तपाईँहरू सबैलाई हामी सबैलाई पनि आशिष दिनुभएको हुन्छ। यो वचनमा यही राख्दै धन्यवाद दिन चाहन्छु। जय मसीह सबै। सञ्चालित